आज दिनभरि अब रातभरि भए पनि बस्नु पर्यो बस्नुहुन्छ सुन्नुहोस् ल किन भन्दाखेरि प्रधानमन्त्री साहब सिक्किमको निम्ति यदि हेलिकप्टर उडेन भने पनि उहाँ बाई रोड भए पनि आउनुहुन्छ वहाँबाट बाई रोड आएर 4 घन्टाको जर्नी गरेर वहाँ 6 बजी आइपुग्नु हुँदैछ रोड सो आज हुन्छ त्यसले गर्दा तपाईँहरू एकदमै बस्ने हामी के अरे प्याकेट लन्चहरू अब होटेलमा जानु त ढिलो होला खाना पाउँदैन होला हामी कहीँ न कहीँ बिस्कुट भयो के भयो हामी सबै बन्दोबस्त गर्छौँ ल अनि आज कहाँबाट कता जानु पनि हामी सबै मिलाउँछौँ गरी नगर्नु है यसपालि खेरो जान्दैन तर बाई रोड आउनुभयो भने उहाँ 6:30 मा मात्रै आइपुग्नुहुन्छ तबसम्म तपाईँहरू बस्नुहुन्छ अनि मैले भनेको छु हाम्रो पार्टीको क्याडरलाई भनेको छु जति पनि अब होटेल जानु मिल्दैन होला अहिले है केही पनि गर्नु मिल्दैन त्यसले गर्दाखेरि उहाँहरूले चाहिँ सबैले बिस्कुट हुन्छ या के हुन्छ जे पनि छ खानेकुरा है त्यो चाहिँ तपाईँहरूलाई ल्याएर दिनु भनेको छु अनि जति पनि होटेलहरूलाई हामीले इन्स्ट्रक्सन दिएको छौँ कि तपाईँहरूले वासरुम चाहिँ युज गर्नु दिनु भनेको छ ल नजिकको होटेलमा